यो फुल हेर्नुस् ल, कति राम्रो छ है, कस्तो राम्रो फुल फुलेको। अब तपाईहरुलाई म एउटा कुरा भन्छु ल, यो फुल फुल्न नि धेरै समय लागेन। यो फुल जुन अवधिमा फुल्नु पर्ने त्यो भन्दा छिटो फुलेको छ। यति अवधि भन्ने थाहा भएन, तर धेरै समय लाग्यो नि यो फुल फुल्नुमा। यसको कारण चाहिँ के हो भने नि, तपाईलाई सिम्पल टिप्स दिन्छु ल। तपाईले घरमा पकाउनु हुने सब्जी जुन धुनुहुन्छ नि, तरकारीहरु हो, त्यो तरकारीहरुको जुन धोएको पानी हुन्छ नि, हो त्यो चाहिँ यसको जरामा हाल्दिने गर्नुस् के। जरामा हाल्दिएपछि कुनै पनि फुलहरु छिटो फुल्छ र होसिन्छ पनि है। अनि यो चाहिँ हजुरहरुलाई मैले टिप्स दिएको। साथै यहाँ खोर्सानी पनि हेर्नुस्, छिट्टो फलेको छ खोर्सानी। यो पुरा पिरो हुन्छ यो खोर्सानी, तर नाम चाहिँ थाहा छैन मलाई यो खोर्सानीको नाम के हो। तपाईलाई थाहा छ भने भनिदिनु होला ल, यो खोर्सानीको नाम के हो। साथै यो फुलको नाम पनि थाहा छैन मलाई कुन फुल हो। यदि तपाईहरु चिन्नुहुन्छ भने कमेन्टमा भनिदिनुस् ल फुलको नाम के हो। र तपाईहरुलाई मैले एकदम सिम्पल अर्ग्यानिक टिप्स दिएको है मैले।